हेलो गाइस, सेवारो नमस्कार। अनि यत्रो यत्रो रहेछ, कम्ता मिठो होइन रहेछ त हो नि। अम्बक पनि कति धेरै रहेछ त तुम्बाहरूकोतिर त। धान त साह्रै फलेको छ है हैन। यो त कुन धान हो भाउजू? कुन त फलेको रहेन। तल झर्नु भएको ए नटेक्नु भनेर म त झर्दिनँ है, चढ्नु सक्दिनँ। कराउँछन् मलाई नकराउनु ल। यता पनि सबै प्लटिङ भाउजू अहिले होइन यिनीहरू यहाँ त होइन क्या हो, यहीँ हो। अनि खै त कति साह्रो धनेछ है। प्लटिङ त रहेछ त। यहाँ चाहिँ कसरी छ भाउजू? यो हो नि, खोइ कसरी छ तिनीहरूको कि खोइ बाटो यहाँ अगाडि छ बाटो त यो त होइन ल हुजु त। अनि कसरी यहाँ बिचमा बाँझो भयो? यो त होइन, यो कसरी भन्थ्यो ओर्न आँटेको कसरी गर्दै गएको यो त हो त। फुल पिचेको कति बिघा कमाउनुहुन्छ सोल्टिनीहरूले चाहिँ? कति छ म त दिमागलाई अहिले भन्छ अहिले बिर्सिन्छु। ए बाटो त पर छ कि यो हो? बाटो यो त ए यहाँ त रहेछ बाटो त। ए यस्तो बाटोको छेउमा थियो म त। ल सेवा र यही सबै सोल्टीहरूलाई सबै सोल्टी गाउँको सोल्टीहरू नै होला नि। अब धान नाच्नु पर्छ भन्दा पनि अघि सबै माडिसक्नु भएछ। अब यही परालमा उब्रेको पराल माड्ने बेला भएछ। हजुर अन्त धान त टन्नै फलेछ भाउजू। धान त फल्यो नि। यो त हाम्रो अनि पहाडमा जस्तै गर्नु हुँदो रहेछ त यहाँ पनि होइन? यो त पहाडमा जस्तो नाङ्लो त सबै फाटिछ। नाङ्लो त नि सबैले किन्छ नि त कति कति। फुपाजु होइन ल फुपाजु सेवारो म त तपाईँलाई झनै नचिनेको। अब कति बेर लाग्छ फुपाजु? फुपाजु कानै त सुन्दैन ल। ए हो अब 1 घन्टा 1 घन्टा लाग्छ। 3:30 1 घन्टामा सक्छ फुपाजु? हजुर
1 घन्टामा सक्छ अब यत्रो जनाले 1 घन्टामा लाग्दैन ल धेरै हुनुहुन्न रहेछ 15 जना मात्रै जतासुकै हामी चाहिँ जहाँसुकै हिँड्नु जहाँसुकै हिँड्नु अघि पनि म ठिङ्गाबारीबाट हिँड्दै ए यहीँ बाटो रहेछ नि त होइन बोकाम रहेछ भैँसी पनि छ बाख्रा पनि छ हो र ए साँच्चै मैले बाख्रा धनेश छैन यता जग्गाहरू किन्नु चाहनुहुन्छ भने हाम्रो भाउजूलाई सम्पर्क गर्नु होला देखाउनुहुन्छ हैन भाउजू देखाउँछु सस्तोदेखि महँगोसम्म सस्तोदेखि महँगोसम्म 3 देखि 3 देखि 5 सम्म 5 सम्म 5 भन्दा धेर पनि भन्छ र आउँछ नि मेन रोडमा अन्त धनेश भोकोदेखि बाख्रा भोकोसम्म भैँसी भोकोसम्म देखाउनुहुन्छ अरे सबै देखाउने यता धेर खेती रहेछ नि त भाउजू हैन यता रहेछ यता बोटिङ रहेछ नि त्यति ए बिचमा चाहिँ खासै प्लटिङ भएन रहेछ ए हिउँ तेर्सो बाटोले भेट्छ होला हैन यता जानुपर्छ हिँड्नु त ल भाउजू मकै चाहिँ यहाँ साह्रै फलेको देख्छु मकै र धान चाहिँ नि लोडिलमा पनि हिँड्यो गाइज सकिन्छ अलिअलि बिस्तारी बिस्तारी खुट्टा चाहिँ साह्रै दुख्ने भयो मास पनि रहेछ सबै फल भटमास त खतम भएछ नि भाउजू टिप्यो उपर अनि तुम्बाको अगाडि त खतम भएछ नि बकुलाहरू कति धेरै हो नि त बकुलाहरू त थोरै छैन भाउजू बकुलै हो नि धनेश हो कि बकुला हेर्नुहोस् गाई चिल्लु यो धनेश हो कि बकुला हो कि एकदम रमाइलो ठाउँ छ है ल जग्गा चाहिन्छ भने पनि सम्पर्क गर्नु होला हाम्रो भाउजूले देखाउनुहुन्छ यहाँनिर गाडीको रोड पनि पुगेको एकदम हरियालीको फेदमा यो पनि छ सोल्टीहरूलाई पनि हामीले बाई बाई गर्दै आइसक्यौँ यताबाट धेरै हुनुहुन्न अरे 15 जना मात्रै सोल्टी भन्दा पनि आन्टी लभर भन्छन् सोल्टी कति राम्रो अन्त यस्तैमा हामी लगेको नि अलिकति हो र यहाँ त झन् फलेको रहेछ त भाउजू ब्युटिफुल फ्लावर दामी छ सेवारो बहिनी हामी त आएपछि आक्कै पूजा गर्नु आँट्नुभएको ए साँच्चै त्यहाँ सक्ने बेलामा नि ए हुन्छ ल लसुन त अनि गोर्ने बेला बितिसक्दैछ त नि धानले गर्दा है केरा पनि आम्मामा कति धेरै काहीँ हो यो त 20 काहीँ छ होला है यहाँ त पाक्दा ओर्दा त होइन भाउजू ल है बाई बाई यति भन्दै सबै साथीहरूलाई धेरै धेरै माया सम्झना गर्दै आजको भिडियोबाट बाई बाई भन्न चाहन्छु धन्यवाद।